आज मार्च 12 र आजको दिनलाई विश्वभरि वर्ल्ड किडनी डे यानी विश्व मृगौला दिवसको रूपमा आजको दिनलाई मनाउन गएको छ। आज वर्ल्ड मृगौला दिवसको दिन परेको हुनाले म आज तपाईहरुलाई मृगौला रोग सम्बन्धी जनचेतनाको कुराहरू केही गर्न गइरहेको छु। नमस्कार, म डाक्टर सन्तोष कुमार महतो हाल लाइफगार्ड हस्पिटल विराटनगरमा एज अ कन्सल्टेन्ट फिजिशियनको रूपमा कार्यरत छु। र सबभन्दा पहिला त यो मृगौला भनेको हो के त? यो मृगौला हाम्रो शरीरको एउटा मुख्य अङ्ग हो र हाम्रो शरीरमा दुईटा मृगौला हुने गर्छ। र मृगौलाको काम के हुन्छ त? मृगौलाले हाम्रो रगतलाई सफा गर्ने काम गर्छ। रगतमा भएको वेस्ट प्रोडक्ट, काम नलाग्ने कुरोहरू, विषालु कुरोहरूलाई पिसाबको माध्यमबाट शरीरबाट बाहिर निकाल्ने काम गर्छ भने शरीरमा भएको पानी र नुन चिनीको मात्रा, इलेक्ट्रोलाइटको मात्रालाई ब्यालेन्स गर्ने काम गर्छ। त्यसैगरी यसले हाम्रो रक्तचाप, ब्लड प्रेसरलाई पनि नियन्त्रण गर्ने काम पनि मृगौलाले गर्छ भने हाम्रो शरीरमा भएको आरबीसी, रगत कोशिकाहरूलाई पनि बढाउने काम मृगौलाले गर्ने गर्छ। त्यसैगरी यसले हाम्रो शरीरमा भएको भिटामिन डी लाई पनि एक्टिभ गराउने गर्छ, जसको कारणले गर्दाखेरि हाम्रो हड्डीहरूलाई मजबुत बनाउने काम किडनीले गर्दो रहेछ। आज भोलि हेर्ने हो भने दिन प्रतिदिन मृगौलाको रोगहरू बढ्दै गइरहेको छ। वर्ल्डकै डाटा हेर्ने हो भने 2021 मा लगभग 663 मिलियन बिरामीहरू क्रोनिक किडनी डिजिजका बिरामीहरू थिए भने त्यो बढेर अहिले 2023 को डाटामा हेर्ने हो भने 788 मिलियन बिरामीहरू बढेको छ। र त्यसैगरी हरेक वर्ष 1.5 मिलियन बिरामीहरूको यो किडनी रोगको कारणले गर्दाखेरि मृत्यु हुने गरेको तथ्याङ्कहरू छ। र नेपालकै तथ्याङ्क हेर्ने हो भने लगभग 6 देखि 6.2% वयस्क बिरामीहरूमा किडनी रोग देखिएको छ। त्यही भएर किडनी रोग सम्बन्धी सचेत हुन जरुरी छ। र अब किडनी रोग भएका बिरामीहरूको लक्षण कस्तो कस्तो हुन्छ त? मुख्यतः किडनी रोगका सुरुमै लक्षणहरू हुँदैन। जबसम्म हाम्रो किडनी 70 देखि 80% बिग्रिहाल्दैन तबसम्म त्यसको लक्षणहरू खासै देखिएको पाइँदैन। र यदि लक्षण देखियो भने कस्तो कस्तो लक्षण हुन्छ भने मान्छेको शरीरहरू सुन्निने, पिसाबमा परिवर्तन हुने, कसैलाई पिसाब बढी जाने, कसैलाई पिसाब कम भइदिने, पिसाबमा रगतहरू जाने, पिसाब झाग जस्तो जाने, छिनछिनमै पिसाब लाग्ने, त्यस्तो हुन सक्छ भने शरीरमा कमजोरीहरू हुने, गल्ने थाक्ने हुन्छ। त्यसैगरी सास फेर्न गाह्रो हुने र खान मन नलाग्ने, वाक उल्टी हुने, बान्ता हुने, त्यस्तो समस्याहरू हुन सक्छ। कस्ता बिरामीहरूलाई रोगको हुन सक्ने सम्भावना, जोखिमहरू बढी हुन्छ त? जुन बिरामीलाई पुरानो सुगर छ, प्रेसर छ, मुटु सम्बन्धी समस्या छ या कसैको परिवारमा किडनी रोगको समस्याहरू छ भने त्यस्ता बिरामीहरूलाई किडनी रोग लाग्ने सम्भावना बढी हुन्छ। त्यसैगरी यदि हामीले स्मोकिङ, धूम्रपान गरिरहेछौँ, जाँड रक्सी खाइराखेको छौँ र हामीहरू यदि बारम्बार दुखाइ कम गर्ने औषधिहरू जथाभावी अनावश्यक रूपमा खाइराखेको छौँ भने हामीमा किडनी रोगको हुन सक्ने सम्भावना बढी हुन्छ। अब हाम्रो मृगौलालाई कसरी स्वस्थ राख्न सकिन्छ त? मृगौलालाई स्वस्थ राख्न हाम्रो सुगर, प्रेसर यिनीहरूलाई नियन्त्रणमा राख्नुपर्ने हुन्छ। त्यसैगरी नुनको मात्रा सेवन कम गर्नुपर्ने हुन्छ। त्यसैगरी हामीले पानीहरू प्रशस्त मात्रामा खानुपर्छ। खानेकुरोहरूमा ब्यालेन्स डाइट यानी सन्तुलित भोजन आहार हाम्रो हुनुपर्छ। त्यसमा सागसब्जी, फलफुलहरू प्रशस्त मात्रामा हुनुपर्छ। त्यसैगरी रेड मिट, मासु, प्रोटिन डाइट ठिक्क हिसाबको खानुपर्ने हुन्छ। र हामीले सकेसम्म धूम्रपान, जाँड रक्सी यिनीहरूको सेवनलाई कम गर्नुपर्ने हुन्छ। र अर्को, हामीले जथाभावी रूपमा दुखाइ कम गर्ने औषधिहरू जथाभावी रूपमा खानु हुँदैन। अन्त्यमा म तपाईहरु सबैलाई अनुरोध गर्न चाहन्छु, मृगौला स्वस्थ रखौँ र हरेक वर्षमा एकचोटि हाम्रो ठिक छ कि छैन भनेर जाँच गर्ने गरौँ। धन्यवाद।